अस्ट्रेलियामा सोशल वर्क र कम्युनिटी सर्भिसेसको डिफरेन्सेसको पार्ट 2 एक्रिडिटेटिङ बडिज। सोशल वर्कबाट सुरु गरौँ। ब्याचलर अफ सोशल वर्क पढ्दै हुनुहुन्छ अथवा मास्टर अफ सोशल वर्क क्वालिफाइङ पढ्दै हुनुहुन्छ भने तपाईले अस्ट्रेलियन एसोसिएसन अफ सोशल वर्कर जुन चाहिँ AASW भनेर छोटकरीमा भनिन्छ त्योबाट एक्रिडिटेड भएको हुनुपर्दछ। र अर्कोतिर कम्युनिटी सर्भिसेसको कुरा गर्नु पर्दाखेरि चाहिँ पहिले चाहिँ एक्वा भनिन्थ्यो अस्ट्रेलियन कम्युनिटी वर्कर्स एसोसिएसन, अहिले चाहिँ रिब्रान्डिङ भएर CWA भएको छ, कम्युनिटी वर्क अस्ट्रेलिया। त्योबाट एक्रिडिटेड भएको प्रोग्राम पढ्नु पर्दछ अथवा एक्रिडिटेड भएको छैन भने चाहिँ तपाईले पढाइरहेको करिकुलम चाहिँ उनीहरूको एक्रिडिटेसन पोलिसीसँग अलाइन चाहिँ हुनुपर्दछ। सोशल वर्क चाहिँ अलि स्ट्रिक्ट छ त्यो कुरामा भने कम्युनिटी सर्भिसेस चाहिँ अलि फ्लेक्सिबल छ त्यो कुरामा व्हेन इट कम्स टु स्किल असेसमेन्ट पनि। सो त्यो कुराहरू तपाईले ध्यान दिनुपर्ने हुन्छ। र अर्को रहेको छ पार्ट 3 डिफरेन्सेसको जुन चाहिँ इम्प्लोइमेन्ट पाथवे, जुन हामी अर्को भिडियोमा ल्याउने छौं। त्यसको लागि मलाई फलो गर्नु होला। थ्यांक यू।